सो फाइनली 1500 सिडी चढेर यहाँ काउन्टिङ जे होस् यहाँ तल तल लेखेको रहेछ अनि यहाँ 1430सम्म हामी पुग्यो 1430 कति छ 1430सम्म चाहिँ सिडी चढेर फाइनली हामी यो मन्दिर हाम्रो भान्जालाई ल्याएर उहाँको भान्जाको आज हाम्रो भाकल गरेको अनुसार चाहिँ पूर्ण रूपमा हामी बिहान निस्केका थियौँ र हामी फाइनली 1430 चढेर चाहिँ फाइनली हामी यो थानापट्टि बैरा महादेव मन्दिर आइपुगेका छौँ है जो रमाइलो यात्रा भयो एपिक मोमेन्ट अब यहाँ जोस पुजारी भित्र हुनुहुँदो रहेछ पुजारी बा चाहिँ अनि यताबाट हामी यहाँ चाहिँ आएर अब अलिकति पूजासुजा गरेर अनि हामी फोटोसोटो खिचेर फेरि हामी यहाँबाट फर्किन्छौँ दिपक भन्छ हाई गरिदिनु हेलो भन्नु न हामी कता पुगेको थानापट्टि पुगेको है अनि लास्टमा जोस यो ठाउँ प्रसिद्ध त अति प्रसिद्ध नै रहेछ होइन के अरे सुरेन दाइ तपाईँको 2-4वटा कुरा जाओस् यहीँबाट ल भन्नुहोस् त योचोटि हो मेरो पनि हजुर जोस रमणीय नै छ हजुर तपाईँहरू सम्पूर्ण चाहिँ यहाँ दर्शन गर्न आउनु होला हजुर एकदम छुटाउनै नहुने रामेछाप मन्थली आएपछि छुटाउनु नहुने ठाउँ यो अनि यहाँबाट हाम्रो भ्यू पोइन्ट पनि छ यो डाँडा होइन त्यो माथि भ्यू पोइन्ट गएर तपाईँको यहाँबाट जहाँसम्म मलाई लाग्छ सैलुङ पनि देखिन्छ र गौरीशङ्कर हिमालय पनि देखिन्छ अहिले भर्खर हामी यहाँसम्म आइपुगेको छ होइन अनि त्यही भएर चाहिँ अहिले बिस्तारै देखिन्छ होला किनभने यो अलि टपमै भनिन्छ शिवजीको मन्दिरहरू अलि डाँडामै हुन्छ भन्छ यहाँ पनि हामीले 1430 के अरे सिडीहरू पार गरेर तपाईँहरूले देख्न सक्नुहुन्छ यो सिडी होइन अनि यहाँ चाहिँ फोहोर व्यवस्थापनको लागि चाहिँ यता डोको राखिदिएको छ तर तपाईँहरू पनि आउँदाखेरि चाहिँ यो फोहोरहरू चाहिँ जथाभावी नफालिदिनु होला हाम्रो यो सिडी यहाँबाट हुँदै हाम्रो बाइक चाहिँ बिरले उहाँ गाडीवालाले पनि भन्नुभएको थियो सर तपाईँको बाइक छ बुलेट पहिलोचोटि नै माथि अहिलेसम्म कसरी नल्याएको भनेर भन्नुभएको थियो हाम्रो बाइक यहाँबाट तल यतापट्टि छ होइन अनि अहिले फेरि हामीले त्यो बाटो हुँदै फेरि फर्किनुपर्छ र आज चाहिँ मैले उता काममा जाँदा पनि अलिक ढिलो हुन्छ तर यहाँ आएर यो ठाउँ चाहिँ नछुट्याउने ठाउँ रहेछ होइन मैले त हिजो आउँदाखेरि मन्थली बजारमै होला सोचेर बसेको थिएँ बट जब मैले लोकेसन हेरेँ यता आउँदाखेरि त आमामा यस्तो गाह्रो भएको थियो होइन तर पनि भनिन्छ नि लास्टमा अन्तिम ठाउँमा हाम्रो डेस्टिनेसन पोइन्टमा अब मन्दिरहरूमा लास्टमा पुग्दाखेरि पुरा मन शान्त हुन्छ नि अहिले एकदम पुरा थकाइसकाइ सबै मेटिसकेको छ होइन आनन्द शान्त महसुस भइरहेको छ एन्ड इट वाज लाइक ब्लेसिङ क्या है तपाईँहरू पनि यहाँ चाहिँ नछुट्याउनु होला यहाँको ठाउँ चाहिँ यस्तो रहेको छ है आनन्दको ठाउँ छ यो रमणीय ठाउँ पनि छ जो यतातिर अब शिवजी भनिसकेपछि त शिवजीलाई चाहिने भनेको त्रिशूल हो त्रिशूल चाहिँ जताततै त्रिशूल देख्नुहुन्छ र घन्टीहरू पनि देख्न सक्नुहुन्छ तपाईँ